हुनेछ, के गर्नेछौँ। विशेष गरी डुम्नादेखि रारासम्मको यात्रा हजुरलाई देखाउनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। राराताल विश्वको सबैभन्दा सुन्दर ठाउँ हो राराताल। राराताल नेपालको सबैभन्दा ठुलो ताल हो। राराताललाई स्वर्गकी अप्सरा भनेर पनि चिनिन्छ। हामी आज बिहान चाहिँ गाइजहरू अहिले चाहिँ नास्ता खानको लागि, नास्ता चिया पानीको लागि यो बुलबुले भन्ने ठाउँमा आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ गाइजहरू, यो बुलबुले भन्ने ठाउँ हो। तपाईँले डल्बा भन्नुहुन्थ्यो मलाई त। हरियाली पाटनको भ्यूहरू हेर्न सक्नुहुन्छ गाइजहरू। यो चाहिँ हाम्रो बिचमा अधुरो भयो त्यो भिडियो बनाउने कन्डिसन नमिलेको हुनाले अहिले चाहिँ हामी डाइरेक्ट सलरीभन्दा माथि रारा लेक ट्याक्कै हामी भन्नुपर्दा नि रारा लेक हो। हेर्न सक्नुहुन्छ गाइजहरू, यति भयानक छ, यति ठुलो छ रारा लेक।
जाने न अब हामी रात फाइनली पुग्यो वर्कसर बिचमा सबै साथी सरले अब मात्रै राम्रो भिडियो के सबैलाई हो बस्तीमा डोजर चलाएर हजारौं गरिबलाई सडकमा पुर्याउने दुई राजनीतिक नीति भन्दै नानी यता घुमाइराख्नु भएको
लाइभमा बसिदियो अत्यन्तै निलो निलोमा निलो तपाईँको ताल देखेको नेपालको सबैभन्दा ठुलो गहिरो ताल यो तपाईँको तालमा हामी यति बेला लाइभमा छौँ। जोडिनु हुने सम्पूर्ण साथीहरूलाई स्वागत छ, नमस्कार छ। मेरो मोबाइल स्विच अफ नभए त भिडियो बनाउनु छैन जस्तो लाग्दछ। मुरमाट भएको डिसिजन र प्रकाश थापा मुरमाट भएको डिसिजन र प्रकाश थापा मेगीले भिजाएको खबर के सर स्वर्ग म देखाउँछु तपाईँहरूलाई यो स्वर्ग रारा ल हेर्नुहोस् है यो रारा यो स्वर्गभन्दा कम छैन यही हो बाँकी हरि सरहरू हुनुहुन्छ उहरू हुन्छ धेरै बाँकी हुनुहुन्छ रेडी भइसक्यो स्टार्ट गर्नु लास्ट पुरै आउँदै आउँदैन क्या आधी त्यसलाई के गर्नु 3 2 1 गो मार्यो ल यो हो नि सुन्दर दृश्य हेर्न सक्नुहुन्छ गाइजहरू। मान्छेहरू र हडताल घुम्नको लागि आइरहेछन् तर यो चाहिँ हाम्रो तेस्रो दिन फर्किने बेला हामी आज घर फर्किनेछौँ। हेर्न सक्नुहुन्छ गाइजहरू यो चाहिँ रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ।